ल साथीहरू गुड मर्निङ साथीहरू गुड मर्निङ हामी चाहिँ फ्यामिली अहिले मनाङतिर छौँ मनाङको चाहिँ हामी चाहिँ तपाईँहरू बुझ्नुहुन्छ अहिले भाइ बुझिरहेको छ मनाङको हामी छ्याचा भन्ने ठाउँमा छौँ यहाँ चाहिँ यसो त्यो ठाउँ चाहिँ यस्तो हुन्छ पुरै ढेक्का तरिकाले हुन्छ यस्तो ठाउँ चाहिँ यस्तो बबाल छ गाडीको बाटो हुँदैन नि त त्यही भएर यिनीहरू बोक्ने हाम्रो साधन भने पनि के भने पनि यिनीहरूले पनि टक्क बोकेर ल्याउने हो अनि यिनीहरूबाट नै टक्क सामान कतिले सामान बोकिरहेको छ यहाँ होइन यो चाहिँ सदरमुकामदेखि ल्याएको हो पुरै यस्तो छ यिनीहरू सामान बोकिरहेको यिनीहरू चाहिँ उनीहरू बोल्न पनि नसक्ने केही हुँदैन यिनीहरू घोडा खतरले नबुझ्नु तपाईँ के पनि हुँदैन यस्तो केही छैन सबैजना सुतिरहेको छ अब के गर्नु कसो गर्नु भन्ने हुन्छ अल्छी लाग्छ